ल है त अब आज चाहिँ प्रेजेन्टेसनबाटै सुरु गरौँ ल। ठिक छ, हामीले अब एस्टिमेटर भनेको के हो भन्ने पढ्यौँ। अब चाहिँ अब एस्टिमेसनतिर जाऊँ है। अब एस्टिमेटरको प्रपर्टिजहरूदेखि लिएर सबै कुरा त्यही इम्पोर्टेन्ट कुराहरू पनि हामीले सबै डिस्कस गरिसक्यौँ है त। अब एस्टिमेसन भनेको चाहिँ के हो भन्दाखेरि इट इज द प्रोसेस अफ एस्टिमेटिङ अर अप्रोक्सिमेटिङ अननोन पपुलेसन प्यारामिटर्स बेस्ड अन स्याम्पल डेटा। मैले अब सुरुदेखि नै भनेको यो चाहिँ प्रब्लम चाहिँ हामीले सुरुको दिनदेखि डिस्कस गरेको भने हामीसँग एउटा पपुलेसन हुन्छ। पपुलेसन भनेको चाहिँ सबैजना एन्टायर मान्छे अथवा इन्डिभिजुअलको कुरा गरे हो भने इन्टायर मान्छे, अथवा नेपालको कुरा गर्दा पपुलेसन भनेको नेपालको कति पपुलेसन छ 3 करोडजना मान्छे, इन्डिभिजुअली सबैजना भन्यो भने चाहिँ हामी पपुलेसन भनेर बुझिन्छ। तर हामीलाई त्यसको बारेमा केही थाहा पाउन मन लाग्यो भने चाहिँ हामीसँग एन्टायर पपुलेसनको डेटा कलेक्ट गर्न अलिकति गाह्रो हुन्छ। जस्तै अब सेन्सस डेटा हुन्छ नि, त्यो 10 वर्षमा कलेक्ट गर्छ। यदि त्यो कलेक्ट गर्न सजिलो हुने भएको भए त अब एक वर्षमै हुन्थ्यो होला नि त। भनेपछि एकदम कस्टली पनि हुन्छ अनि एकदम गाह्रो पनि हुन्छ कोही मान्छेलाई नछुटाइकन एस्टिमेट कलेक्ट गर्नलाई भनेर। त्यही भएर चाहिँ हामीसँग धेरै जसो स्याम्पल हुन्छ। अनि हाम्रो प्रब्लम भनेको चाहिँ त्यो हाम्रो स्याम्पल डेटाले चाहिँ पपुलेसनको कथा भन्न सक्नुपर्छ। त्यो चाहिँ एउटा प्रब्लम हो भनेको। जस्तै अब मैले दिने इक्जाम्पल भनेको जस्तै हामीले चाहिँ वेजको बारेमा भनौँ न। अब जस्तै नेपालीहरूले एभरेजमा कति कमाउँछन् भन्ने जान्न मन छ होइन। अब त्यसको लागि हामी हरेक मान्छेले गएर सोध्न सक्दैनौँ भने चाहिँ हामीले के गर्छौँ भन्दाखेरि हामीसँग एउटा स्याम्पल हुन्छ होइन। त्यो स्याम्पललाई लिएर नेपालीहरूको वेजको बारेमा भनेको पपुलेसनको भ्यालु निकाल्नु पर्ने हुन्छ है त। अब त्यो गर्दाखेरि हामीले काठमाडौँमा दरबारमार्गतिर बस्ने अब ठुल्ठुलो बिजनेसम्यानलाई गएर सोध्यो भने हाम्रो यो एभरेज भ्यालु भनेको एकदमै के हुन्छ, हाई भ्यालु आइदिन्छ, जुन चाहिँ पपुलेसनमा अब अलिकति लो हुनसक्छ। भनेपछि यो चाहिँ के प्रब्लम हुन्छ भन्दा हामीले स्याम्पल लिएर पपुलेसनको बारेमा इन्फर गर्दाखेरि धेरै प्रब्लमहरू हुनसक्छ। र हाम्रो अब्जेक्टिभ भनेको चाहिँ यो स्याम्पलको भ्यालु चाहिँ पपुलेसनको भ्यालुसँग क्लोज ल्याउन सक्ने हुनुपर्छ हामीले। त्यो चाहिँ हाम्रो प्रब्लम हुन्छ है त। यो चाहिँ म हरेक क्लासमा भनिरहेको हुन्छ, किनभने यो कन्सेप्ट बुझ्यो भने चाहिँ अब हामीले इकोनोमेट्रिक्सलाई कसरी हेर्छौँ त्यो पनि हाम्रो भ्यू पोइन्ट पनि चेन्ज हुन्छ। अनि ल हामीलाई अरू कुराहरू बुझ्न पनि सजिलो हुन्छ है त। भनेपछि हामीले एस्टिमेसन गरेको भ्यालु भनेको चाहिँ हामीसँग भएको इन्फर्मेसनको आधारमा हामीले डिराइभ गर्ने बेस्ट भ्यालु पनि हो त्यो होइन। अनि अब यसलाई सिम्पलर टर्म्समा भन्नु पर्दाखेरि चाहिँ अब मिन, प्रोपोर्सन, भेरिएन्स जस्तो कुरा युज गरेर स्याम्पलको युज गरेर पपुलेसनको बारेमा इन्फर गर्ने कुरा हो भन्न सकिन्छ। अनि त्यसपछि किन अब पपुलेसनको यो किन एस्टिमेसन चाहिँ इम्पोर्टेन्ट छ भन्दाखेरि चाहिँ हामीलाई पपुलेसन प्यारामिटर कस्तो छ त्यो जान्नको लागि इम्पोर्टेन्ट छ। अर्को भनेको प्रेडिक्सनहरू गर्नको लागि इम्पोर्टेन्ट छ। हाम्रो हाइपोथेसिसहरू टेस्ट गर्नको लागि इम्पोर्टेन्ट छ। अनि अब अनसर्टेन कुराहरूको बारेमा अब अनसर्टेनिटीको बेलामा डिसिजन गर्नको लागि पनि इम्पोर्टेन्ट छ। अब यो चाहिँ एस्टिमेसनको डेफिनेसन भयो। अब दुईटा टाइप्स छ यसको होइन। एउटा भनेको पोइन्ट एस्टिमेसन, अर्को भनेको इन्टरभल एस्टिमेसन। ल कसैले भनिदिनुहुन्छ त के हो पोइन्ट एस्टिमेसन भनेको? कोही एकदम भलुन्टियर ठ्याक्क रेज ह्यान्ड गरेर भन्नुभयो हुन्छ ल, अथवा त्यतिकै माइक अन गरेर भन्नुभयो नि हुन्छ। थोरैजना छौँ हामी। ल एकजना भनिदिनु त। लास्ट सबै सुजन सरले भन्नुभएको थियो। आज नि सुजन सरले दुःख पाउँछ जस्तो छ। ल के हो सुजन सर पोइन्ट एस्टिमेसन भनेको? सुजन आचार्य गुड इभिनिङ सर। गुड इभिनिङ। पोइन्ट एस्टिमेसन भनेको चाहिँ जस्तै तपाईको भ्यालु हुन्छ नि, भ्यालु चाहिँ एक्ज्याक्ट फिगरमा हुनु पर्यो क्या। जस्तै एभरेज एज इज 66 भनेर जुन निस्किन्छ नि, एक्युरेट टु द पोइन्ट भ्यालु निस्किन्छ नि, त्यस्तोलाई चाहिँ पोइन्ट एस्टिमेसन भनिन्छ। ल गजब। इन्टरभल भनेको के हो पनि भनिदिनु न त ठ्याक्कै एकैचोटिमा। इन्टरभल भनेको चाहिँ एक्ज्याक्ट भ्यालु हामी प्रेडिक्ट गर्न सक्दैनौँ, जस्ट रेन्जमा प्रेडिक्ट गर्छौँ। जस्तै यतिदेखि यति भित्र हुन सक्छ एक्ज्याक्ट भनिन्छ नि। जस्तै इकोनोमिक ग्रोथ चाहिँ 5 देखि 10% हुन सक्छ नेक्स्ट इयरको भन्दाखेरि त्यो चाहिँ इन्टरभल एस्टिमेसन। हजुर, एक्ज्याक्ट चाहिँ हामी भन्न सक्दैनौँ, यतिदेखि यति भित्र हुन्छ भनेर इस्टिमेट गर्छौँ भने त्यसलाई चाहिँ इन्टरभल भनिन्छ। त्यस्तै खालको ल ठ्याक्कै मिलाउनु भयो तपाईँले। ल त्यही पनि यहाँ के छ सर हेरौँ है त। भनेपछि पोइन्ट एस्टिमेसनले अब सुजनजीले भने जस्तै के हुन्छ भन्दाखेरि एउटा सिङ्गल भ्यालु दिन्छ। अब हामीले कसैको एभरेज एस्टिमेट गऱ्यौँ भने नेपालीहरूको एभरेज इन्कम भन्यो भने ल सपोज 50,000 आयो भने त्यो भनेको एउटा एक्ज्याक्ट भ्यालु हो। त्यसले चाहिँ हामीले पपुलेसन प्यारामिटरको बारेमा एस्टिमेट गर्दाखेरि चाहिँ पोइन्ट एस्टिमेसनले एउटा एक्ज्याक्ट सिङ्गल भ्यालु दिन्छ भने इन्टरभल एस्टिमेसनले चाहिँ के दिन्छ, एउटा रेन्जमा दिन्छ है त। अनि त्यसपछि अब यसको के अरे कमन पोइन्ट एस्टिमेटरहरू भनेको चाहिँ अब जस्तै स्याम्पल मिन,
यो युज गरेर हामीले पपुलेसन मिनको बारेमा इन्फर गर्न सक्यौँ, स्याम्पल भेरिएन्स युज गरेर पपुलेसन भेरिएन्सको बारेमा इन्फर गर्न सक्यौँ, यो कुराहरू भयो। अनि क्यारेक्टरिस्टिक्स भनेको चाहिँ पोइन्ट एस्टिमेसनको त्यो एस्टिमेटरको क्यारेक्टरिस्टिक्स चाहिँ त्यो अनबायस्ड हुनुपर्छ, एफिसियन्ट हुनुपर्छ, कन्सिस्टेन्सी हुनुपर्छ, त्यसमा यस्तो यस्तो कुराहरू चाहिँ हामीले लास्ट क्लासमा प्रोपर्टिज अफ एस्टिमेटर भनेर पढेको थियौँ है त। अब इन्टरभल एस्टिमेसन भनेको नि अब यो बुझिसके, यो भनेको एउटा रेन्जमा यो जस्तै नेपालको इकोनोमिक ग्रोथ, नेपाल्स इकोनोमिक ग्रोथ इज एक्सपेक्टेड टु बी अराउन्ड 5 इन द इन्टरभल अफ 5 to 8% यस्तो खाले कुरा गऱ्यो भने चाहिँ यो के भयो, इन्टरभल एस्टिमेसन भयो है त। यसले चाहिँ एउटा इन्टरभल दिन्छ, योदेखि यो बिचमा चाहिँ हाम्रो पपुलेसन प्यारामिटर पर्छ भनेर। अब धेरै जसो हामीले देख्ने चाहिँ कस्तो खाले हुन्छ भने 95% कन्फिडेन्स इन्टरभल फर पपुलेसन माइट बी 45,55 भनेको चाहिँ वी आर 95% कन्फिडेन्ट द्याट पपुलेसनको भ्यालु चाहिँ 45 देखि 55 को बिचमा पर्छ भन्ने खोजेको, यो भनेको चाहिँ इन्टरभल एस्टिमेसन भयो है त। अब यहाँसम्म बुझ्नु होला, यहाँसम्म खासै केही पनि छैन है। त्यसपछि अब हामीले आज पढ्ने मेन कुराहरू भनेको चाहिँ यो मेथड अफ एस्टिमेसनहरू हो है त। फर्स्टमा आउँछ अर्डिनरी लिस्ट स्क्वायर एस्टिमेसन। यो भनेको चाहिँ अब हामीले पढ्ने इकोनोमेट्रिक्सको सबभन्दा ठुलो हतियार आज लन्च भयो। अर्को सेकेन्ड भनेको म्याक्सिमम लाइक्लिहुड एस्टिमेसन, अनि थर्ड भनेको चाहिँ मेथड अफ मोमेन्ट हुन्छ है त। ल ओएलएस भनेको कसैलाई थाहा छ यसो केही? ल मैले जानेको छु भनेर कसैले भन्न सक्नुहुन्छ सिम्पल ल्याङ्ग्वेज? ओएलएस भनेको के हो भनेर अब सुन्नु भएको पक्कै होला है। अब सुन्नु भएको छैन भने चाहिँ यो सुनै भइन्छ, यो हामीले यो इकोनोमेट्रिक्स पढिन्जेल यो ओएलएसले छोड्दैन। कोही भन्नुहुन्छ ओएलएस भनेको के हो, यसो ट्राई गर्न मन छ? ल ठिक छ, मन छैन जस्तो छ। ल मैले भन्छु है त। यो भनेको अब एकदम इम्पोर्टेन्ट हो, एकदम लिनियर रिग्रेसन प्राइमेरीली युज हुन्छ यो भनिन्छ होइन। अब यसको बारेमा हामीले डिटेलमा च्याप्टर 2 मा मजाले पढ्छौँ, त्यही पनि अब हामीले यहाँ पनि एउटा बेसिक आइडिया चाहिँ लिएर जान्छौँ च्याप्टर 1 बाट पनि। अनि यसले चाहिँ के गर्छ भन्दाखेरि अहिले बुझिन्छ, अहिले यहाँ लेख्दाखेरि चाहिँ एस्टिमेट्स प्यारामिटर बाई मिनिमाइजिङ द सम अफ स्क्वायर डिफरेन्सेस बिट्विन अब्जर्भड एन्ड प्रेडिक्टेड भ्यालुज भनेको छ होइन। अब यो भनेको के हो भनेर एकचोटि चाहिँ अब बोर्डमा हेरौँ है त। ल यो ल हेर्नु है त। अब ओएलएस के हो र कसरी काम गर्छ भनेर बुझौँ है त। जस्तै ल हामी सिधै रिग्रेसनमै लिनियर रिग्रेसन नै ड्र गर्दाखेरि चाहिँ अब यो कसरी काम गर्छ भनेर बुझौँ है। अब जस्तै म चाहिँ यहाँनिर के गर्छु भन्दाखेरि यहाँनिर एजुकेसन भन्ने भेरिएबल राख्छु, अनि यहाँ भनेको वेज भन्ने भेरिएबल राख्छु। यो चाहिँ इन 1000 है भनेको, यहाँ मैले अब 20 भनेको 20,000 हो भने जस्तो कुरा है। अझ ल इन 10,000 ल यस्तो गरौँ है त। भनेपछि एउटा सिम्पल ल यहाँनिर एउटा हामी स्क्याटर प्लट बनाऊँ है त, एउटा ग्राफ प्लट गरौँ भने जस्तो। यस्तो खाले चाहिँ यो क्रस भनेको चाहिँ हाम्रो डेटा पोइन्ट छ अरे है, यस्तो खाले। ल यो भन्न खोजेको चाहिँ के हो भन्दाखेरि जस्तै यो इक्जाम्पल भनेको यहाँनिर यो 20,000 छ भने चाहिँ यो एजुकेसन ल सपोज कति 8 कक्षा पढ्ने छ भने कोही मान्छेले सपोज 8 क्लास पढेको छ भने चाहिँ उसले 20,000 कमाउँछ। अब त्यस्तै गरी यो मान्छेको कुरा गर्यो भने चाहिँ उसले ल 10 क्लास पढेको छ भने चाहिँ उसले कमाइरहेको छ ल 60,000 कमाइरहेको छ भन्ने। अब यसरी मैले प्लट गर्न खोजेको है त। अब यो ओएलएस भनेको चाहिँ के हो भन्दाखेरि जस्तै म यहाँनिर एउटा निलो कलरले युज गरौँ न। ल ओएलएस भनेको चाहिँ के हो भने मलाई चाहिँ एजुकेसन र वेज बिच चाहिँ के रिलेसनसिप छ भनेर थाहा पाउनु पर्यो। यदि छ भने है, एजुकेसन र वेजमा रिलेसनसिप छ भने चाहिँ के रिलेसनसिप छ यो बिचमा भनेर थाहा पाउनु। यो एकदम सिम्पल इक्जाम्पल हो, यो भन्दा कम्प्लिकेटेड पनि हुनसक्छ, तर यो ओएलएसले चाहिँ हाम्रो राम्रो इक्जाम्पल, राम्रो इलस्ट्रेसन दिन्छ यसको बारेमा है त। अब हाम्रो आइडिया, हाम्रो अजम्सन भनेको के हो भन्दाखेरि कोही मान्छेले धेरै पढ्यो भने उसले धेरै कमाउँछ, अथवा हामीले धेरै पढ्यौँ भने अब धेरै वेज पाइएला, धेरै तलब पाइएला, अथवा धेरै नलेज हुन्छ अनि ल धेरै कमाइन्छ भन्ने अजम्सन हुनसक्छ है त। ल हाम्रो एक्सपेक्टेसन भनेको चाहिँ यो बिचमा पोजिटिभ रिलेसनसिप हुन्छ। ल अब यहाँनिर हेर्दा पनि ल 8 क्लास पढ्नेले 20,000 कमाइरहेछ, 10 क्लास पढ्नेले 60,000 कमाइरहेछ। हो त ल बढी पढ्यो भने बढी कमाइन्छ कि भन्ने जस्तो देखियो यो डेटा हेर्दा पनि। र तर ठ्याक्कै एक्ज्याक्ट भ्यालु चाहिँ कसरी पत्ता लगाउने भन्दाखेरि चाहिँ हामीले यहाँनिर एउटा लाइन तान्नु पर्यो। लाइन अब हेर्नु है, लाइनको बारेमा भन्दाखेरि हामीले अब यो स्कुल पढ्दादेखि नै पढिन्छ नि। जस्तै यो एउटा लाइन छ भने यसको इक्वेसन चाहिँ के हुन्छ, y = mx + c हुन्छ होइन। यो c भनेको चाहिँ के हो, यतापट्टिको हाम्रो के भन्छ y इन्टरसेप्टवाला टर्म हो होइन। अनि m भनेको चाहिँ के हो भन्दाखेरि यो लाइनको स्लोप हो। स्लोप भनेको के हो, राइज बाई रन। हामीले यो m भनेको फर्मुला के छ भने y2 - y1 / x2 - x1 होइन, यस्तो माइनस हो के अरे यो।
अनि यो वाला फर्मुला छ होइन हामीसँग भनेको यो स्लोपले चाहिँ के दिन्छ भन्दाखेरि यो कुनै लाइन 1 युनिटले राइटपट्टि जाँदाखेरि कति युनिटले माथि चढिरहेको छ, राइज बाई रन पनि भन्छन् यसलाई होइन। अब भनेपछि यो एक्स र वाईको बिचमा यसलाई के भन्छ, यो दुईटा भेरिएबलको बिचमा हामी के भन्छौँ यसलाई लिनियर रिलेसनसिप छ भन्छौँ है। भनेको यदि एक्स 1 युनिटले बढ्यो भने यो एक्सपोनेन्सियली बढ्दैन भनेको। जस्तै अर्को लिनियरको उल्टो रिलेसनसिप भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि यस्तो खाले रिलेसनसिप हुनसक्छ भनेको एक्स चाहिँ 1 युनिटले बढ्दा नै वाई चाहिँ हत्त बढिदिने, अथवा भनौँ न क्वाड्रेटिक फङ्सनहरू जुन चाहिँ यो प्याराबोला भयो अथवा क्युबिक फङ्सनहरू यस्तो खाले, यिनीहरूलाई चाहिँ हामी नन लिनियर रिलेसनसिप भनेर बुझ्छौँ है त। अब भने चाहिँ यहाँसम्म यो सिम्पल कुराहरू छ। मैले यो वाई कस एमएक्स प्लस सी किन भन्न खोजेको भन्दाखेरि हाम्रो यो वेज र एजुकेसनको जुन रिलेसनसिप छ नि यहाँ, यसलाई पनि हामीले अब यो लाइनको फर्ममा एक्सप्रेस गर्न सकिन्छ त। जस्तै भन्न खोजेको चाहिँ के हुनसक्छ भन्दाखेरि यो वाई भनेको हाम्रो केसमा वेज हो, वेज इक्वल्स टु अब एम भनेको मैले 2 राखेँ भने 2x प्लस जस्तै यहाँनिर मैले राखेँ 20 राखेँ भने चाहिँ के, अथवा 10 राखेँ भने के बुझिन्छ यसले भन्दाखेरि 2x भनेको एजुकेसन है, सरी ल 2e प्लस 20 के अरे 10 राख्यो भने चाहिँ हामीले यहाँबाट के बुझिन्छ भन्दाखेरि यदि हाम्रो एजुकेसन 1 युनिटले बढ्यो भने हाम्रो वेज चाहिँ 2000ले बढ्छ भनेको। हामी यदि 1 क्लास बढी पढ्यौँ भने हामीले चाहिँ 2000 बढी कमाउँछौँ भन्ने बुझ्न सकिन्छ, किनभने यसको स्लोप भनेको 2 हो भनेको 1 युनिट हामी यतापट्टि जाँदाखेरि यो 2 युनिट बढ्दो रहेछ भन्ने बुझिन्छ क्या। यहाँ 1 हुँदाखेरि यहाँ 2 भन्ने बुझिन्छ भने यो लाइन चाहिँ यस्तो खाले छ हेर्नु है त। यो लाइनको कुरा चाहिँ किन इम्पोर्टेन्ट छ भन्दाखेरि अब हामी यो ओएलएस गर्दाखेरि चाहिँ के गर्छौँ भन्दाखेरि हामीले यो जुन पोइन्टहरू छ नि, यो जुन पोइन्टहरू मैले बनाएको छु नि, हामीले एउटा यस्तो खाले लाइन ड्र गर्नु पर्यो जसले चाहिँ हेर्नु है जो चाहिँ ठ्याक्क सबै कुराको लागि अब यसरी लाइनै बनाऊ भने बुझौँ है त भनेपछि यस्तो एउटा लाइन बनाउनु पर्यो जसले चाहिँ यो सबै पोइन्टलाई बराबर डिस्टेन्समा कभर गरेको हुन्छ। भनेको कस्तो भन्दाखेरि हामीले यो सबै डिस्टेन्स भनेको यो जति यो पोइन्टबाट यो जतिले टाढा छ हुन्छ नि, अथवा यो सेकेन्ड पोइन्ट चाहिँ यो जतिले मुनि चाहिँ जतिले माथि छ, यो सबै अफसेट भएर चाहिँ के हुनु पर्यो भन्दाखेरि हाम्रो एरर है, यो एरर चाहिँ के हुनु पर्यो 0 हुनु पर्यो। अब एरर भनेको चाहिँ के भन्नुहुन्छ भने जस्तै यो पोइन्टको लागि हाम्रो लाइनले एस्टिमेट गरेको भ्यालुमा हाम्रो एक्चुअल भ्यालु चाहिँ कतिले टाढा छ त्यसलाई चाहिँ हामी एरर भन्छौँ है त। यो एउटा एररको सर्टेन भ्यालु छ, यो एररको भ्यालु छ, यसको सानो भए पनि एउटा सानो भ्यालु छ, अनि अर्को यो एररको भ्यालु छ यस्तो होइन। यो लाइन एस्टिमेट गर्दाखेरि है त यो लाइनबाट कति टाढा छ भन्ने कुरा कि जस्तै यो हामीले एस्टिमेट गरेको लाइनबाट यो पनि अलिकति टाढा छ, यो यतिले टाढा छ होइन, यो यतिले टाढा छ, यो यतिले छ, यो यस्तो यो हरेक भ्यालुहरू मैले चाहिँ कस्तो पाराले एस्टिमेट गर्नु पर्यो भन्दाखेरि जसले गर्दाखेरि चाहिँ यो एररहरू कम हुन्छ। अब एरर कम हुनेवाला एउटा इक्जाम्पल हेरौँ है त। कस्तो बेलामा एरर कम हुन्छ भन्दाखेरि यदि हाम्रो रिलेसनसिप कस्तो तलै सरेन ल यदि हाम्रो दुईटा भेरिएबल बिचको रिलेसनसिप चाहिँ कस्तो छ अरे भन्दा यस्तो स्ट्रेट लाइनमा फिट भइरहेछ भन्दा ल यस्तो खाले छ अरे है त। यतापट्टि हाम्रो एजुकेसन छ, यतापट्टि वेज छ, र यो यिनीहरूको रिलेसनसिप चाहिँ यस्तो खाले छ भने चाहिँ यो के भयो भन्दा ठ्याक्क फिट भयो, हाम्रो एरर चाहिँ 0 भयो। बुझ्नुभयो यहाँसम्म? बुझ्नुभएको छ? यदि यस्तो खाले हाम्रो डेटा भयो भने त प्रब्लमै हुँदैन, तर हाम्रो डेटा चाहिँ के भइदिन्छ कुनै लाइनभन्दा टाढा भइदिन्छ। अनि त्यसपछि चाहिँ हामीले कस्तो पाराले लाइन बनाउनु पर्यो भन्दाखेरि यो सबै एररहरूको स्क्वायरको सम चाहिँ के हुनु पर्यो 0 हुनु पर्यो। बुझ्नुभयो सबैजनाले? बुझ्यो। ल हेर्नु है त, अब स्क्वायर किन भन्ने क्वेसन आउन सक्छ है त। किन भनेको ल यो सपोज -2 छ, यो +2 छ, यतिले नि काम गर्यो नि त, किन स्क्वायर चाहिँ चाहियो त हामीलाई? ल यसको लागि चाहिँ ल एउटा यस्तो हुनसक्छ है कहिलेकाहीँ, एउटा मैले यस्तो लाइन बनाएँ जुनमा चाहिँ छ अनि यो चाहिँ लास्टै तल छ। अब यतिखेर भनौँ न ल कुनै बेला यस्तो हुनसक्छ कि जस्तै ल प्लस माइनस हुनु भनेको चाहिँ किन भन्दाखेरि कहिलेकाहीँ चाहिँ यो र यो नै क्यान्सल भइदिरहेको हुनसक्छ अनि बेस्ट एस्टिमेट चाहिँ दिएको हुन सक्दैन। जस्तै हामीले यहाँनिर 2-3वटा एक्सट्रिम भ्यालु राख्दियौँ भने चाहिँ अब के हुन्छ भन्दाखेरि अब यो यतापट्टितिर बायस्ड भइदिन्छ कि ल यत्रो कम्प्लिकेटेड नि बुझ्नु पर्ने। अहिले जस्तै तपाईँहरू चाहिँ कसरी बुझ्नु भन्दाखेरि यो एरर सिंगल भ्यालु भयो भने चाहिँ प्लस माइनस भएर काटिन सक्छ अनि हामीले एरर जोड्न नसक्ने हुनसक्छ भनेको जस्तै ल 2-3टा पोइन्टको मात्र एउटा सिम्पल लाइन ड्र गरौँ है त। जस्तै एउटा ल
एउटा चाहिँ हामीले ड्र गरेको लाइन यस्तो छ अरे हैन अनि एउटा भनेको चाहिँ ल मानौँ ल यस्तो छ हैन ल भयो यो दुईटा मध्ये कुलले चाहिँ यो दुईटा जुन छ नि ल दुईटा छुट्टा छुट्टै डेटा पोइन्ट छ कुल लाइनले चाहिँ हामीलाई बेस्ट एस्टिमेट दिन्छ कुल लाइन चाहिँ एकदम त्यो रिप्रेजेन्टेटिभ छ भनौँ न ल कुलले चाहिँ हाम्रो दुईटा भेरिएबल एजुकेसन र वेजको बिचको राम्रोसित रिलेसन डेपिक्ट गर्छ कुनले चाहिँ देखाउँछ कसैले भन्नुहुन्छ यो 1 कि 2 हो 1 किनभने हो हेर्नु है त यो केसमा पनि मैले कसरी बनाउन खोजे भन्दाखेरि यो र यो +2 छ भने यो -2 होस् यो 0 हैन यो एरर के ल छोड्नु यसरी +1 -1 यसलाई +1 मानौँ यसलाई -1 मानौँ यसलाई +1.5 मानौँ यसलाई -1.5 है त हाम्रो टोटल एरर भनेको कति भयो भन्दा 1.5 2.5 3 4.5 प्लस अनि -4.5 यो हेर्दाखेरि के भयो 0 भयो अब यसमा पनि हेर्यो भने ल यता माथिपट्टि चाहिँ +0.1 मुनिपट्टि चाहिँ -0.1 मानौँ है त हरेक पोइन्टको भने यो सबलाई जोडेर घटायो भने यसको पनि एरर चाहिँ 0 भयो के तर यो लाइनले त एकदम नजिकबाट एस्टिमेट गरेछ यसले त टाढा टाढाको एस्टिमेट गरेछ यसलाई पत्ता लगाउन सकिएन किनभने हाम्रो एरर चाहिँ प्लस र माइनस भएर काटिरहेछ के अब त्यसको लागि चाहिँ एकदम ठुलो समस्या भयो अनि त्यसको लागि चाहिँ के गर्यौँ भने हामीले एररको स्क्वायर लिन थाल्यौँ के अब एररको स्क्वायर लियो भने चाहिँ के भइदिन्छ भन्दाखेरि नेगेटिभ भ्यालुहरू जुन छ नि यो केसमा हेर्नु है त +2 को स्क्वायर अनि एरर निकाल्दाखेरि -2 को स्क्वायर +1 को स्क्वायर -1 को स्क्वायर +1.5 को स्क्वायर अनि फेरि -1.5 को स्क्वायर यो गरेर भ्यालु निकाल्यौँ कि हामीले भन्छ यसको भ्यालु 4 4 8 9 10 अनि यो भनेको कति 14.5 यस्तै कति आउँछ ल मैले हिसाब बिर्सेँ जे होस् ल सर्टेन भ्यालु आउँछ जुन चाहिँ ल 10 भन्दा ठुलो हो हैन अब यसको एरर निकाल्यो भने के आउँछ 0.1 को स्क्वायर भनेको 0.01 अनि 0.01 यतापट्टि पनि भनेको 0.03 आउँछ भन्छ एरर स्क्वायर हेर्दाखेरि के हो यसको भ्यालु कम छ नि त हैन भन्छ ए भनेको बुझ्नुभयो कि बुझ्नु भएन स्क्वायर गरेर लिने कारण चाहिँ के हो भन्दाखेरि प्लस माइनस भएर काटिएर चाहिँ मिसलिडिङ नहोस् भनेर चाहिँ हामीले के गर्छौँ एररलाई स्क्वायर गरेर लिन्छौँ अब भनेपछि हामीले जुन अघि मैले माथि एक्सप्लेन गरिरहेको थिएँ नि अब यो कुरा भनेको चाहिँ हामीले कस्तो पाराले डिजाइन गर्नु पर्यो अरे भन्दाखेरि ओएलएस भनेको चाहिँ ओएलएसले के काम गर्छ अरे भन्दाखेरि जुन यो एररहरू छ नि समेसन एरर स्क्वायर चाहिँ के हुनु पर्यो अरे सबभन्दा मिनिमम हुनु पर्यो 0 भयो त बेस्टै भयो तर पोसिबल हाम्रो कम्बिनेसनहरूको 0 हुनु पर्यो अब कसरी चाहिँ हेरिन्छ भन्दाखेरि यो ल अब मैले रातोले लाएँ हैन अब यो निलोवाला लाइन भन्दा बेस्ट चाहिँ यो लाइन हुन सक्छ भनेर ल कसैले भन्यो भने अथवा हैन यो लाइन हुन्छ अथवा यो हुन्छ भने हामीले चाहिँ कतिवटा भनेको टन्नै लाइन बनाउन सक्छ भनेको यो कम्प्युटरले चाहिँ कसरी गर्छ होला भन्दाखेरि चाहिँ उसले टन्नै लाइन बनाउँछ अब हरेकको केसमा एरर निकाल्छ अब निलोको केसमा मैले यो निलो लाइन तानेर एरर निकालेको छ नि त्यस्तै अब यो सर्टेन यो पोइन्टको लागि अब जस्तै भनौँ न यो रिलेसन यो वाला रातोको लागि उसले एउटा एरर निकाल्छ हरेक पोइन्टबाट चाहिँ कति फरक छ त्यसको स्क्वायर गर्छ अनि हरेक कुरा हरेक पोसिबल कम्बिनेसनको स्क्वायर गरेपछि सबभन्दा मिनिमम चाहिँ जुन सबभन्दा कम जुन हुन्छ त्यसलाई चाहिँ हामी के भन्छौँ अब लाइन अफ बेस्ट फिट भन्छौँ अनि त्यसले चाहिँ हाम्रो दुईटा भेरिएबल एजुकेसन र यो केसमा हाम्रो एजुकेसन र वेज बिचको रिलेसनसिप दिन्छ है अब त्यसलाई कसरी एस्टिमेट गर्ने त्यो कसरी हुन्छ यसको एकदम डिटेलमा चाहिँ हामी कहिले पढ्छौँ भन्दाखेरि च्याप्टर 2 मा पढ्छौँ हैन तर अब अहिले ओएलएस भनेको चाहिँ के हो र कसरी फङ्सन गर्छ के हो भन्ने चाहिँ तपाईँहरूले बुझ्नुभयो कि बुझ्नु भएन यति सब भनेको कुरामा केही कन्फ्युजन छ कसैलाई केही सोध्न मन छ भने सोध्नु त ल सोध्नु है छैन के अगाडि बढौँ अब ल त्यसो भए अर्डिनरी लिस्ट स्क्वायर भनेको अलिअलि बुझ्यो अब एउटा डेरिभेसन आउँछ ल जस्तै अब पहिला त्योभन्दा अगाडि चाहिँ एउटा कुरा हेरौँ है एउटा फिगर हेरौँ है अब ल एक्स र वाइ अघि हामीले एजुकेसन र वेज भने जस्तो यहाँनिर अब एक्स र वाइ भन्ने छ अब हेर्नु यो बेस्ट लाइन होला त कसले भन्नुहुन्छ कसले ट्राई गर्नुहुन्छ बेस्ट लाइन हो जस्तो लाग्यो तपाईँहरूलाई यो हेर्दाखेरि एउटा लाइन बनाएको छु मैले होइन कस्तो होला भन्दाखेरि लाइन सायद है मेरो गेस चाहिँ ल यस्तो खाले होला केही होइन सायद होला यस्तो होला अथवा अझ माथिबाट होला ल कसैले भन्नु होला यस्तो होला
अथवा होइन यस्तो भन्नु होला, जे नै हुनसक्छ। ठ्याक्कै के हो हामी भनेर सक्दैनौँ, किनभने ठ्याक्कै के हो पत्ता लगाउनु चाहिँ हामीलाई यो हट्दैन। यो हटाउनलाई चाहिँ त्यो हुँदैछ ल ठ्याक्कै के हो चाहिँ किन ठ्याक्कै के हो पत्ता लगाउनलाई चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि ल ठ्याक्कै के हो भनेर पत्ता लगाउनलाई चाहिँ हामीले जुन एस्टिमेट गरेको लाइन र हरेक पोइन्ट बिचको एरर कति छ, एरर निकाल्नु पर्यो। अनि एररको स्क्वायर चाहिँ के हुनु पर्यो, सबभन्दा मिनिमम हुनु पर्यो, समेसन है। यो सबै एररको स्क्वायरहरू जोड्दाखेरि चाहिँ सबभन्दा मिनिमम जुन लाइनले दिन्छ त्यो चाहिँ हाम्रो ओएलएस एस्टिमेसन हुन्छ। अनि ल फर इक्जाम्पल यो लाइनले दियो भने चाहिँ यो लाइनको स्लोप हामीसँग हुन्छ, स्लोपलाई हामी बिटा भनौँ होइन। अनि एउटा कन्स्ट्यान्ट जुन वाइ इन्टरसेप्टवाला टर्म हुन्छ त्यसलाई चाहिँ हामी के भन्छौँ, अल्फा भयो भने यो लाइनको इक्वेसन चाहिँ के हुन्छ, वाइ इक्वल्स टु एमएक्स प्लस सी हुन्छ एउटा लाइनको इक्वेसन। हाम्रो केसमा वाइ भनेको वाइ नै छ, एम भनेको बिटा छ, एक्स भनेको एक्स नै छ, प्लस सी भनेको अल्फा छ भने यसलाई चाहिँ हामीले वाइ इक्वल्स टु अल्फा प्लस बिटा एक्स भनेर भन्न सक्छौँ। यहाँसम्म ठिक छ सबैको, बुझ्नु भएको छ? ल यो एउटा इक्वेसन, एउटा लाइनको इक्वेसनै हो भनेर बुझाउन खोजेको मैले, र कसरी निस्किन्छ पनि भयो है। ल जस्तै अब यो केसमा एउटा गरेकै इक्जाम्पल हेर्दाखेरि ल यो पोइन्टहरू छ, एउटा हामीले लाइन तान्यौँ, यसले चाहिँ एररलाई चाहिँ मिनिमाइज गरिदिन्छ। यो हामीले गरेको यो लाइन भन्दा चाहिँ हाम्रो पोइन्ट कति फरक छ त्यो सबलाई जोड्ने, त्यसको स्क्वायर के अरे यो हरेक पोइन्टको स्क्वायर निकाल्ने, त्यसलाई जोड्ने र सबभन्दा मिनिमम जुन हुन्छ त्यही चाहिँ हाम्रो ओएलएस एस्टिमेसन भयो। ल यहाँसम्म चाहिँ बुझियो होला। ल ओएलएसको एउटा हामीले एउटा डेरिभेसन जस्तो गर्नुपर्छ, ल त्यो ट्राई गरौँ है त सबैजनाले। यो चाहिँ एउटा सिम्पल डेरिभेसन जस्तै के भन्दाखेरि हामीले मिन चाहिँ कसरी ओएलएसबाट हामीले मिन चाहिँ कसरी निकाल्न सक्छौँ भन्ने कुरा हो यो। ल हेर्नु है त, जस्तै हामीसँग यो सबैजनाले म सँगसँगै लेख्नु है, यो ओएलएसको डेरिभेसन। ल हामीसँग एउटा स्याम्पल स्पेस छ भन्ने सपोज गरौँ है त। स्याम्पल स्पेस छ, यसलाई चाहिँ मैले केले डिनोट गर्छु भन्दाखेरि एसले डिनोट गरेँ, x1 x2 x3 डट 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 xn भनेको हामीसँग स्याम्पलहरू छ। जस्तै ल एउटा के हुन सक्यो भन्दाखेरि अघि हामीले एक्स र वाईको हेऱ्यौँ, तर मानौँ हामीसँग एक्स मात्र छ। एक्स भनेको चाहिँ मान्छेको एजुकेसन है त। अब भनेपछि हामीसँग भएको 10वटा स्याम्पल छ अरे, x1 देखि x10 सम्म छ। अनि यसको एभरेज चाहिँ के हो त, एभरेजको फर्मुला कसले भनिदिनुहुन्छ भन्नु त, कसैले एभरेजको फर्मुला? मिन भन्छौँ नि, मिनको फर्मुला के हो? ल कसैले भन्नु होइन, मै भनिदिएँ, समेसन xi बाई n हो होइन। हाम्रो लागि n भनेको 10 छ। ल यो वाला भ्यालु निकाल्न ट्राई गरौँ है त ओएलएसबाट है। जस्तै ल यो के गर्ने हो भन्दाखेरि यसको केसमा हामीसँग x मात्र छ, कसैले ल 5 क्लास पढेछ, कसैले 6 पढेछ होइन, कसैले ल 7 पढे होला, कसैले ल 8 पढे होला। अब 8 पढ्ने 2 जना होलान्, 6 पढ्ने यस्तो खाले ल भनौँ न 4 पढ्ने होला। यस्तो खाले हामीसँग स्याम्पल छ। अनि यसको मिन निकाल्नु पर्यो। यो केसमा अब मिन के हुन्छ होला भन्दाखेरि सबैलाई रिप्रेजेन्ट गर्ने, यो अघि हामीले दुईटा डाइमेन्सनमा हेर्यौँ एक्स र वाईमा, एक्समा मात्र हेर्दाखेरि सायद यो हुन्छ होला कि मिन, किनभने यसको र यसको ग्याप भनेको 1 छ, यसको र यसको ग्याप भनेको 2 छ होइन। अनि यतापट्टि 1 यतापट्टि 2 छ भनेपछि यो सबको एररको स्क्वायर निकाल्दाखेरि र यसलाई सम गर्दाखेरि चाहिँ के हुन्छ, सबभन्दा लोएस्ट चाहिँ यसले नै हुन्छ होला। यो लाइन यदि यहाँ भएको भए यतापट्टि बढी भ्यालु हुन्थ्यो भनेको एररको भ्यालु चाहिँ सबभन्दा लोएस्ट भनेको बुझ्नुभयो कि बुझ्नु भएन? एउटा हामीसँग एक्स यो हामीसँग यस्तो खाले भ्यालु छ 5 6 6 अनि 8 र 10 भन्ने भ्यालु छ। यसको मिन निकाल्नु पर्यो भन्ने वाला क्वेसन हो कि यो चाहिँ है। ल 4 5 6 6 8 10 भन्ने चाहिँ यसको मिन निकाल्नु पर्यो। अब हामीले ओएलएस भनेको चाहिँ त्यो एरर टर्म सबभन्दा मिनिमम हुनु पर्यो भन्ने खाले छ। अब त्यो ट्राई गरौँ है त, त्यो कसरी निस्किन्छ भनेर। ल हामीसँग मानौँ एउटा स्याम्पल स्पेस छ, x1 देखि xnसँग छ, जुन अब यो चाहिँ हामीले पपुलेसनबाट ड्र गरेको हो, हाम्रो पपुलेसनबाट निकालेको हामीसँग यो स्याम्पल छ होइन। अनि पपुलेसन प्यारामिटर, पपुलेसनको मिन भनेको चाहिँ हामीसँग एउटा सर्टेन भ्यालु छ जुनलाई चाहिँ हामी म्यू भन्छौँ है त। अनि हामीसँग निस्किन्छ के, स्याम्पलबाट निस्केको हामीसँग के छ, डेटाहरू छ, x1 x2 x3 देखि गरेर xn सम्मको डेटाहरू छ। ल अब हाम्रो काम भनेको हामीलाई ओएलएसले के सिकायो भन्दाखेरि हाम्रो
एरर है। एरर भनेको अब यो केसमा के हुन्छ, हामीले तानेको यो लाइन छ नि, अब एभ्री यो चाहिँ पपुलेसनको मिन हो भने हाम्रो एभ्री इन्डिभिजुअल पोइन्ट चाहिँ मिनबाट जति टाढा छ त्यसलाई चाहिँ हामी एरर भन्छौँ। भनेपछि हाम्रो के छ, एक्सआई माइनस म्युको होल स्क्वायर भनेको के अरे यो भनेको एरर भयो। हामीले चाहिँ के गर्नु पर्यो, एररको स्क्वायरलाई है आई इक्वल्स टु 1 देखि n, यसलाई चाहिँ के गर्नु पर्यो, हामीले मिनिमम बनाउनु पर्यो। हामीले चाहिँ यसलाई मिनिमम बनाउनु पर्यो है। अब यसलाई भन्ने एउटा ल्याङ्ग्वेज, यसलाई चाहिँ के अरे एसएसई पनि भनिन्छ है त, सम अफ स्क्वायर्ड एरर्स भनेर पनि भनिन्छ है त। हाम्रो काम भनेको चाहिँ के हो भन्दा एसएससी चाहिँ के हुनु पर्यो, मिनिमम हुनु पर्यो। अब यो एसएससी मिनिमम बनाउने कन्डिसन भनेको चाहिँ के हुन्छ भन्दाखेरि यसको हामीले डेरिभेटिभ पार्शियल डेरिभेटिभ लिँदाखेरि चाहिँ के हुनु पर्यो, हाम्रो काम भनेको चाहिँ के हो भन्दाखेरि एसएसईलाई चाहिँ के को टर्म्समा, म्युको टर्म्समा लिँदाखेरि यो चाहिँ 0 हुनु पर्यो। यो भनेको यसलाई मिनिमम बनाउने कन्डिसन हो है त। भने चाहिँ के हुन्छ, यो डेल्टा एसएसई भनेको समेसन आई इक्वल्स टु 1 देखि n सम्म एक्सआई माइनस म्युको होल स्क्वायर डिभाइडेड बाई डी म्यु इक्वल्स टु 0। अब ल तपाईँहरूले म्याथ त पढिसक्नुभयो होला। भने अब यो डेरिभेसन चाहिँ कसरी गर्छन् भन्दाखेरि ल हेर्नु, म नि ट्राई गर्छु है त। यो के भयो, यसमा चेन रुल लाग्छ। चेन रुल आइसी चाहिँ के हुन्छ भन्दाखेरि हामीले 2 अनि समेसन एक्सआई माइनस म्यु गऱ्यौँ, किनभने यस्तो हुन्छ हेर्नु त, डिएक्स को पावर n बाई डिएक्स गऱ्यो भने nx को पावर n माइनस 1 हुन्छ। अब यो यसलाई चेन रुल लाग्यो भने चाहिँ के हुने भयो, 2 अनि यो एन्टायर भ्यालु हो यो आफै चल्दै जान्छ, कहिलेकाहीँ यस्तो दुःख दिन्छ यसले। ल हेर्नु है फेरि, ल हेर्नु है त, यो चाहिँ के हुन्छ भन्दाखेरि ल अघि मैले भने जस्तै 2 अनि यो एन्टायर भ्यालु है, यो के हुने भयो, 2 समेसन आई इक्वल्स टु 1 देखि n एक्सआई माइनस म्यु है, अनि यो पावर के हुने भयो, 2 माइनस 1 हुने भयो। अनि अब यो भनेको 1 नै भयो। अनि चेन रुल लाग्दाखेरि त हामीले म्युको टर्म्समा गरे हो भनेपछि इन्टु माइनस 1 पनि हुने भयो, यो इक्वल्स टु 0, किनभने डी माइनस म्यु बाई डी म्यु भनेको माइनस 1 भयो नि त। यो त म्युको टर्म्समा गर्दाखेरि चेन रुल लाएर यो यसलाई पनि हामीले डेरिभेटिभ गर्दाखेरि यस्तो हुने भयो, ल माइनस 2 आई इक्वल्स टु 1 देखि n एक्सआई माइनस म्यु इक्वल्स टु 0। और अब यो माइनस 2 त यता जान्छ, यसै मतलबै भएन भने चाहिँ के हुने भयो, यो समेसन एक्सआई माइनस म्यु, अब यो 1 टु n चाहिँ लेखिन है मैले अहिलेलाई, ल यो भयो हो। अनि आफै भन्नु हुन्छ, अर्को खालि बोर्ड युज गर्नु पर्ला जस्तो छ। यहीँबाट ल प्लस 0 भयो, किन हो यसरी, यो यसले पनि खासै नोट टिप्नलाई सजिलो हुन्छ भनेर युज गरेको, यो खासै हैन। ल जस यस्तो हुने भयो, यो भनेपछि के हुन्छ, समेसन एक्सआई फेरि गयो, एकैछिनलाई सरी है यस्तो भयो, अर्को बोर्ड युज गर्नु पर्ला जस्तो छ। ठिक छ, यो अर्को बोर्ड युज गरौँ है अहिलेलाई। ल हामी यस्तो थियो, ल यो रेकर्डिङमा हेर्नु, यो ठ्याक्क यो कहाँनिर जस ल यस्तो छ है, डी होइन डी बाई डी म्यु समेसन एक्सआई माइनस स्क्वायर इक्वल्स टु 0 भन्नेमा गर्नु पर्यो। त्यो गर्दाखेरि हामीसँग के आयो भन्दाखेरि
-2 समेसन xi माइनस म्यू इक्वल्स टु 0 आयो। यो गर्दाखेरि के भयो समेसन xi माइनस म्यू इक्वल्स टु 0। यो भनेको समेसन xi माइनस समेसन म्यू इक्वल्स टु 0। अब यो यता जान्छ के हुन्छ समेसन xi इक्वल्स टु समेसन म्यू। अब यो 1 देखि n सम्म हो है, यो 1 to n भनेपछि 1 देखि n सम्म हैन ल 1 देखि n सम्म म्यूलाई जोड्यो भने के हुन्छ त्यो भनेको म्यू प्लस म्यू भनेको यो त कन्स्ट्यान्ट हो नि त। यसलाई चाहिँ हामीले n चोटि जोडिरहेछौँ है भनेपछि के हुन्छ त्यो भन्दाखेरि n म्यू हुन्छ। अनि यो भनेको के हो समेसन xi भनेपछि त्यहाँबाट हामीलाई चाहिँ के थाहा भयो भने यो n यता गयो भने म्यू भनेको समेसन xi बाइ n हो। यो चाहिँ अब OLS बाट पनि निस्क्यो के यो फर्मुला, बुझ्नुभयो कि बुझ्नु भएन। यो केसमा चाहिँ के भयो भन्दाखेरि हाम्रो डेटा फर इक्जाम्पल अघि मैले बनाएको जस्तो हैन के छ भन्दाखेरि ल 4 5 6 6 अनि 8 के अरे ल 7 8 खाले डेटा छ भने यतिखेर हाम्रो लाइन चाहिँ कुनले यसलाई मिनिमाइज गर्छ भन्दाखेरि चाहिँ म्यू को भ्यालु 6 हुँदाखेरि यो हरेक पोइन्टको एररको स्क्वायर चाहिँ मिनिमम हुन्छ है। जस्तै यतिखेर के हो यो 6 वाला दुईटा के छ भने हाम्रो म्यू को भ्यालु 6 छ नि त हैन भनेपछि के हो xi भनेको यो पोइन्टको लागि के हो 6 माइनस 6 अर्को दुईटा छ है यो प्लस 6 माइनस 6 स्क्वायर पनि गर्दै जानु पर्यो है। प्लस यो पोइन्टको लागि के हो यो भने त क्लास 7 8 6 4 5 हो नि त। प्लस के भयो यो 7 माइनस 6 को होल स्क्वायर प्लस 8 माइनस 6 को होल स्क्वायर अनि यतापट्टिबाट हेर्दाखेरि के हो प्लस 4 माइनस 6 को होल स्क्वायर प्लस 5 माइनस 6 को होल स्क्वायर। अघि हामीले गरेको जुन अघि चाहिँ लाइनवाला कुरा थियो र हामीले यो हरेक पोइन्टवाला एरर निकालिरहेको थियौँ। अब चाहिँ यो y छैन x मात्र छ भने अब यो लाइनको लागि हामीले निकालेको एरर भनेको यो x के अरे म्यू इक्वल्स टु 6 वालाको लागि भनेको त एरर त यसरी निस्किन्छ। अनि यसको भ्यालु कति हुन्छ 0 हुन्छ, त्यो भनेकै मिनिमम एरर हो। अनि त्यो दिने फर्मुला चाहिँ के हुँदो रहेछ भन्दाखेरि समेसन xi बाइ n जुन चाहिँ हामीले पहिलेदेखि पढ्दै आएको एभरेजको फर्मुला हो। ल यो चाहिँ ल यो OLS को डेरिभेसन यो पनि याद गर्नु। यो चाहिँ मैले कन्सेप्चुअली बुझाउन खोजेको यो अब त्यस्तो इम्पोर्टेन्ट त नहोला, जस कन्सेप्ट बुझ्नलाई चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ है त यो। ल त्यसपछि ल OLS सक्यो है त यो नचलेर ल OLS बुझ्नुभयो सबैजनाले। यो एकदम डिटेलमा अझ यो हरेक प्रपर्टिजहरु मजाले चाहिँ हामी च्याप्टर 2 मा हेर्छौं है त। अहिलेसम्म चाहिँ क्लियर छ सबैजनालाई? ठीक छ, यसो थम्स अप दिन्न कि सबैजनाले जस अनि बुझिन्छ नि बुझ्नु भएछ भनेर। ल ठीक छ रानी म्यामले ल ठीक छ है त। त्यसै अगाडि बढौं। ल अब आयो म्याक्सिमम लाइक्लिहुड एस्टिमेसन। यो कसैलाई थाहा छ तपाईहरु कसैले यस्तो ल म ट्राई गर्छु म्याक्सिमम लाइक्लिहुड एस्टिमेसन भनेको के हो भनेर भन्न मन छ कसैलाई? एकजना कोही ट्राई गर्नु नि त ल, अनि त्यसपछि अनि म अब एक्सप्लेन गर्छु। आज यसको कन्सेप्टसम्म बुझौँ अलिअलि, अनि त्यसपछि भोलि यसको डेरिभेसन वाला पार्ट चाहिँ भोलि हेर्न सकिन्छ हामी है त। त्यो गर्दा ठिक होला। 9:43 भएछ। ल म्याक्सिमम लाइक्लिहुड भनेको चाहिँ अब तपाईहरुले सुई बुझ्नु भने त अझै जस भोलिसम्म चाहिँ यो हामीले यो टार्गेट गरेको यो च्याप्टर 1 चाहिँ सकाम, अनि पर्सि चाहिँ इम्पोर्टेन्ट क्वेशनहरु डिस्कस गरौँ भन्ने हो। ल हेर्नु है त अब। ल ठीक छ, त्यसै अब लाइक्लिहुडै तिर जाम हैन। ल यस्तो हो कि लाइक्लिहुड भनेको चाहिँ एकदम यो पनि एकदम सिम्पलै कन्सेप्ट हो हैन। अघि हामीले OLS मा चाहिँ के गर्यौं भन्दाखेरि हामीले एररको समलाई चाहिँ हामीले सबभन्दा कम गर्न खोज्यौं हैन। अब लाइक्लिहुड भनेको चाहिँ अलिकति फरक छ है त। जस्तै यसमा चाहिँ उल्टो तरिकाले चल्छ भनौं यसलाई। ल हेर्नु है त लाइक्लिहुड भनेको चाहिँ के हो भन्दाखेरि ल फर इक्जाम्पल हामीसँग एउटा डेटा छ है त। ल के भन्ने ल इक्जाम्पलको लागि हामीसँग वेट वाला डेटा छ है त। यो भनेको चाहिँ वेट हो। ल यो भनेको जस्तै ल 50 केजी। ल हामीसँग एउटा डेटा छ, एउटा मान्छेको वेट छ, त्यो चाहिँ 50 केजी छ। अब यो डेटा चाहिँ कुन डिस्ट्रिब्युसनबाट आएको हो त, अथवा यो गिवन दैट वेट इज 50 केजी, त्यो मान्छेको वेट 50 केजी छ भने यसको आधारमा चाहिँ हामीले पपुलेसनको बारेमा भन्नु पर्यो के है त। भन्छ ल जस्तै
यदि यो मान्छेको वेट 50 केजी छ भने यो एउटा हाम्रो पपुलेसन छ, यसको पपुलेसनको हाम्रो म्यू भ्यालु चाहिँ कति छ अरे 40 केजी। अब वाट इज द लाइक्लीहुड दैट दिस पर्सन केम फ्रम दिस पपुलेसन विथ एभरेज अथवा विथ म्यू भ्यालु इक्वल्स टु 40 केजी भने हो। यो चाहिँ हाम्रो म्याक्सिमम लाइक्लीहुड भनेपछि हामीले चाहिँ एउटा यस्तो खाले डिस्ट्रिब्युसन खोज्नु पर्यो जसले चाहिँ गर्दाखेरि चाहिँ हामीले यो हुन्छ नि यो मान्छेको यो 50 केजी वाला मान्छे चाहिँ त्यो पपुलेसनबाट आएको हो भनेर त्यो डिस्ट्रिब्युसन थाहा होस् कि। यो भनेको चाहिँ अलि अब इन्टुइटिभली चाहिँ अब हामीसँग डेटा हुन्छ, अब हामीले चाहिँ डिस्ट्रिब्युसन हामीले चाहिँ पपुलेसन खोज्नु पर्यो, कुन पपुलेसनबाट आउने प्रोबेबिलिटी बढी अथवा लाइक्लीहुड बढी छ भन्ने हिसाबले चाहिँ हेर्नु पर्यो है त। अब जस्तै ल यो केसमा म गर्छु है त। ल अब यो भनेको ल नर्मल डिस्ट्रिब्युसनको फर्मुला म एउटा हजुरहरूले बुझ्न ट्राई गर्नु है त। जस्तै नर्मल डिस्ट्रिब्युसनको फर्मुला भनेको के हुन्छ 1/√(2 पाई सिग्मा स्क्वायर अनि इको पावर के माइनस एक्स माइनस म्यू बाई 2 सिग्मा स्क्वायर। यो फर्मुला त हजुरहरूले देख्नुभयो होला है स्ट्याट्स पढ्दाखेरि। ल यो फर्मुलाहरू याद गर्नु पर्दैन है, यो बुझ्नलाई मात्र भनेको। जस्तै अब हाम्रो पपुलेसन चाहिँ यो केसमा मैले के भने भन्दाखेरि म्यूको भ्यालु चाहिँ 40 छ अनि सिग्माको भ्यालु चाहिँ ल 3 छ मानौँ है त। भनी यो हाम्रो 50 केजी भन्ने यो हाम्रो डेटा पोइन्ट चाहिँ यो पपुलेसनबाट आएको लाइक्लीहुड चाहिँ कति छ त भनेको। ल जस्तै यसको लागि फर्मुला चाहिँ यो हो है त। यो फर्मुलामा हामीले सिग्माको ठाउँमा 3 राख्नु पर्यो अनि म्यूको ठाउँमा के राख्नु पर्यो 40 राख्नु पर्यो, एक्सको ठाउँमा 50 राख्नु पर्यो। र यो चाहिँ हामीले क्यालकुलेटरमा सल्भ गऱ्यौँ भने एउटा सर्टेन भ्यालु आउँछ। ल जस्तै अहिले मैले भने 0.0003 आउँछ होला है त। भनेपछि यो भ्यालु भनेको चाहिँ के हो भन्दाखेरि एकदमै कम लाइक्लीहुड हो नि त। यो लाइक्लीहुडको भ्यालु नै 0.003 आयो भयो 0003 आयो भने चाहिँ हामीसँग भएको 50 केजीको जुन वेटको पर्सन छ नि ऊ चाहिँ यो पपुलेसनबाट आउने चान्स चाहिँ कम छ भन्न खोजेको। त्यसै म के गर्छु भन्दाखेरि अब यो डिस्ट्रिब्युसनलाई हल्का राइटपट्टि सिफ्ट गरिदिउँ होइन। अब अर्को पपुलेसन हेरौँ है त। यो पपुलेसनको चाहिँ के छ भ्यालु भन्दाखेरि ल मिन भ्यालु यसको म्यू चाहिँ कति छ 45 केजी छ भनी अब त्यस्तै गरी यही फर्मुला लाएर हामीले निकाल्यौँ भने चाहिँ के निस्किन्छ भन्दाखेरि यसको भ्यालु अलिकति यो भन्दा बेटर आउँछ होला। जस्तै अब म्यूको ठाउँमा चाहिँ 45 हाल्नु पर्यो, सिग्माको ठाउँमा 2 नै राख्यो भने यसको भ्यालु 0. ल भनौँ न 10 आयो भने चाहिँ ल यो भनेको चाहिँ यो भन्दा बढी लाइक्ली छ कि छैन हो। अब त्यस्तै गरी हामी चाहिँ के गर्ने भन्दाखेरि अब यसलाई सार्दै जाने, हरेक कम्बिनेसन हेर्दै जाने है त। जस्तै अब मैले यसलाई झन् यता राइटपट्टि सारेँ, अब यतिखेर चाहिँ पपुलेसनको मिनको भ्यालु 49 छ। अब त्यतिखेरको लाइक्लीहुड के हुन्छ अलिकति बढी हुन्छ। अब त्यस्तै गरी फेरि यसलाई अझ सारेँ अनि यसको मिनै 50 मा पारे भने अथवा अझ सार्दै गएँ होइन। अब यो एउटा पोइन्टमा गएर चाहिँ के हुन्छ लाइक्लीहुड भन्दाखेरि बढी हुन्छ। अब फेरि यतापट्टिको डिस्ट्रिब्युसन हेऱ्यो भने चाहिँ के भन्दाखेरि ल यो हाम्रो यो पपुलेसनको डिस्ट्रिब्युसन छ भने यो डेटा हामीले पाउने चान्स चाहिँ पाउने लाइक्लीहुड चाहिँ के हो एकदमै कम हो। अब हामीले यो सबै सिफ्ट गर्दाखेरि खोज्न खोजेको चाहिँ के हो भन्दाखेरि हामीले म्याक्सिमम लाइक्लीहुड कुन चाहिँ डिस्ट्रिब्युसनले हामीलाई एकदम हाइएस्ट लाइक्लीहुड भ्यालु दिन्छ त्यो चाहिँ हाम्रो एमएलई एस्टिमेसन म्याक्सिमम लाइक्लीहुड एस्टिमेसन हो। अब यो मैले इन्टुइटिभली बुझाउन खोजेको यो त्यस्तो उ त छैन। ल बुझ्नुभयो कि बुझ्नु भएन कसले बुझ्नुभयो यसो यो थम्स अप दिनु त यो इमोजी पठाइदिनु त एउटा यहाँ मिटबाट हल्का हल्का आइडिया आयो भन्नुहुन्छ भने। कसैले बुझ्नुभयो अलिअलि कि केही पनि बुझ्नु भएन? ल केही पनि बुझ्नु भएन ए ल बुझिन ल यस्तो के हेर्नु है त एकजनाले बुझ्नु भएछ। ल ठिक छ खुसी लाग्यो, म फेरि ट्राई गर्छु है त। ल मानौँ है हामीसँग हुन त जेनरल केसमा चाहिँ हामीसँग के हुन्छ भन्दाखेरि धेरै डेटा हुन्छ, तर अहिलेलाई मानौँ हामीसँग एउटा मात्र डेटा छ र यो डेटा भनेको चाहिँ हाम्रो वेट हो है त। वेट चाहिँ हामीसँग फर इक्जाम्पल 50 केजी भन्ने छ है त। यदि यो हामीसँग डेटा छ भने अब अघि मैले भने जस्तो हामीसँग के हुन्छ एउटा पपुलेसन हुन्छ अनि पपुलेसनबाट चाहिँ हामीले एउटा स्याम्पल ड्र गर्छौँ है त। अनि यो स्याम्पलको सर्टेन भ्यालुहरू निस्किन्छ। जस्तै मिनको कुरा गऱ्यो भने हामीले स्याम्पलबाट एक्स बार निकाल्छौँ अनि त्योबाट चाहिँ हामीले यो पपुलेसनको मिन म्यूलाई एस्टिमेट गर्न ट्राई गरिरहेको हुन्छौँ है त। अनि हाम्रो अब्जेक्टिभ भनेको चाहिँ यो एक्स बार चाहिँ म्यूसँग क्लोज हुनुपर्छ, एकदम नजिकको भ्यालु भयो भने चाहिँ हाम्रो लागि बेस्ट हुन्छ। ल अब यो केसमा चाहिँ हामीले के गर्ने भन्दाखेरि हामीसँग स्याम्पल छ जुन चाहिँ के हो 50 केजी। हाम्रो स्याम्पलमा अहिले एउटा मात्र अब्जर्भेसन छ भनेर बुझ्नु है त। अब म तपाईँहरूलाई चाहिँ अब डिस्ट्रिब्युसन बनाउँछु है त। यो चाहिँ पपुलेसनको डिस्ट्रिब्युसन भनेको जस्तै हामीले पपुलेसनबाट ताने हो नि त स्याम्पल भनेपछि हाम्रो स्याम्पल यदि 50 केजी छ भने यो एउटा पपुलेसन छ
जसको मिन भ्यालु चाहिँ कति छ ल 40 केजी छ भने यो हाम्रो 50 केजी वाला मान्छे जस्तै त्यो पपुलेसनको एभरेज 40 केजी छ भने अनि यसको भेरिएन्स ल सर्टेन हुन्छ ल छोडिदिनु त्यो यदि 40 केजी वाला एभरेज भएको पपुलेसनबाट हामीले यो मान्छे तान्ने प्रोबेबिलिटी भनौँ प्रोबेबिलिटी कति छ त भन्दाखेरि अब यो नर्मल डिस्ट्रिब्युसन हेऱ्यो भने यो चाहिँ पुच्छरतिर देखिन्छ भनेको एकदम लो देखियो नि त हो कि हैन र यसलाई लाइक्लीहुड भनिन्छ है त लाइक्लीहुड चाहिँ के छ यसको भ्यालु त्यो अघि मैले लिएको त्यो ठुलो फर्मुला थियो नि 1/2 पाइ सिग्मा स्क्वायर त्यो गरेर निकाल्ने हो त्यो फर्मुला पनि चाहिँदैन जे होस् ल हामी बुझौँ यसको भ्यालु 0.003 छ अरे भने चाहिँ एकदम कम लाइक्ली छ त्यसपछि हामी अब अर्को पपुलेसन हेरौँ जुनको डिस्ट्रिब्युसन छ ल अर्को यसलाई मैले राइट सिफ्ट गरिदिएँ र यसको भ्यालु आएर ल 43 केजी भने के हुन्छ लाइक्लीहुड यो डिस्ट्रिब्युसनमा यो भ्यालु पर्ने कि यो भ्यालु पर्ने लाइक्लीहुड के हुन्छ अझै पनि कम हुन्छ है त भनेपछि 0.04 छ ल मानौँ फर इक्जाम्पल अब म यस्तै गरी मजाले सार्दै जान्छु कि यसलाई है यो डिस्ट्रिब्युसन अनि कुनमा पर्दाखेरि चाहिँ हाम्रो लाइक्लीहुड सबभन्दा बढी आउँछ ल जस्तै यो केसमा मानौँ 0.07 आयो अरे यो चाहिँ हाम्रो 45 केजी थियो अरे है अब यो पनि होइन रहेछ भनेपछि अब यो हामी सार्दै जाँदाखेरि ल मैले एउटा यस्तो डिस्ट्रिब्युसन भेटेँ ल यसको मिन चाहिँ यो केसमा पपुलेसन मिन पनि 50 केजी नै छ भने यसको लाइक्लीहुड आयो 0.21 आयो है अब त्यसपछि अब अझै सारौँ न त यो अझै लाइक्लीहुड बढ्छ कि भनेर मैले यतापट्टि सारेँ र यो पपुलेसनको डिस्ट्रिब्युसनको मिन छ हामीसँग फर इक्जाम्पल 55 केजी ल लाइक्लीहुड चाहिँ अब के हो घट्यो 0.15 मा पुग्यो अनि अब अझ सार्दा के हुन्छ कि भनेर मैले फेरि सारेँ अर्को डिस्ट्रिब्युसनमा हेरेँ है भनेपछि यसको चाहिँ 58 केजी छ अब यतिखेर पनि के भयो लाइक्लीहुड घटेर फेरि 0.08 पुग्यो अब यो यसरी के बुझ्नुभयो कि बुझ्नु होइन हामीसँग डेटा छ यो केसमा एउटा छ अरू बेला धेरै हुनसक्छ र हामीले चाहिँ के हेर्न खोजेको भन्दाखेरि यो डेटा चाहिँ कुन चाहिँ डिस्ट्रिब्युसनमा पर्छ त अब यो केसमा हेर्दाखेरि कुनमा पर्दाखेरि अब यसको लाइक्लीहुड भनेको जुन यो L1 छ नि यो सबभन्दा कम आयो त्यसपछि अलिकति बढ्यो अनि यसमा अलिकति बढी आयो त्यसपछि घट्यो भनेपछि हाम्रो लागि यहाँ म्याक्सिमम लाइक्लीहुड भनेको चाहिँ के रहेछ यो भ्यालु रहेछ भनेपछि के रहेछ यो वाला डिस्ट्रिब्युसन जुन छ नि मैले यो बनाएको त्यो चाहिँ हाम्रो के रहेछ म्याक्सिमम लाइक्लीहुड रहेछ त्यसले चाहिँ हामीलाई म्याक्सिमम लाइक्लीहुड दिँदो रहेछ भनेर बुझौँ है त बुझ्नुभयो यहाँसम्म अब बुझ्नुभयो कि बुझ्नु भएन अघि नबुझ्नु भएको रानी म्यामले बुझ्नुभयो हामीले चाहिँ गिभन हाम्रो डेटा छ भने कुन चाहिँ डिस्ट्रिब्युसनले हाम्रो डेटालाई चाहिँ बेस्ट देखाउँछ भनेर यो हेर्न खोजेको त्यसलाई चाहिँ अब हामी म्याक्सिमम लाइक्लीहुड भने अब तपाईँहरूले एउटा कुरा याद गर्नुभयो कि गर्नु भएन अब जस्तै यो अलिकति इरेज गर्छु ल यसलाई म जस्तै ल यसलाई मैले इरेज गरेँ ल यहाँनिरबाट चाहिँ के देखियो भन्दाखेरि जति यो हाम्रो टाढा भयो त्यति चाहिँ हाम्रो लाइक्लीहुडको भ्यालु कम छ जस्तै अलि टाढा हुँदाखेरि 0.03 छ त्यसपछि अलिकति बढ्दै गएको छ र यो बढेर कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ एउटा पोइन्टमा गएर के हुँदो रहेछ म्याक्सिमम भ्यालु दिँदो रहेछ यो चाहिँ हाम्रो केसमा के भयो 0.21 भयो नि होइन भनेपछि यसलाई नै हामी के भन्छौँ म्याक्सिमम लाइक्लीहुड एस्टिमेसन भन्छौँ है त अब यसको सर्टेन स्टेपहरू हुन्छ के गर्ने भन्ने कुराहरू हुन्छ अब यो चाहिँ हामी आज भ्याइँदैन होला जेस अब भोलि पढ्छौँ है त्यसपछि म यो नभए देख्दैन रहेछ ल है त अघि ल यो हामीले जेस के देखियो भन्दाखेरि हजुर सोध्नु न ह्यान्ड रेज गर्नु भएर चाहिँ सोध्नु न डिजिटल प्लेटफर्म BSB यसमा नि म्याक्सिमम लाइक्लीहुडमा चाहिँ नि कुन नर्मल डिस्ट्रिब्युसनमा चाहिँ हाम्रो डाटा पर्छ भन्ने कुरा चाहिँ चेक गर्ने हैन हजुर फेरि हेर्नु है नर्मल डिस्ट्रिब्युसन चाहिँ अहिले अज्युम गरेको है भनेको जस्तै जुन डिस्ट्रिब्युसन नै हुन्छ कि तर कुन चाहिँ डिस्ट्रिब्युसन फलो गर्ने लाइक्लीहुड म्याक्सिमम छ त्यसलाई चाहिँ हामीले म्याक्सिमाइज गर्ने लाइक्लीहुडलाई म्याक्सिमाइज गर्ने डिस्ट्रिब्युसन पर्छ भनेर चाहिँ चेक गर्ने हो हजुर कुन डिस्ट्रिब्युसनमा पर्छ यो भ्यालु चाहिँ भन्ने कुरा चेक गर्यो MLE मा चाहिँ हो अब यो चाहिँ कम्प्युटरले गर्छ अनि हाम्रो रोक्ने अब यसमा म अलिकति अब ट्विस्टहरू ल्याउँदै जान्छु है त कन्सेप्ट लिने चाहिँ त्योबाट एकदम हो यो चाहिँ कन्सेप्ट लिन भनेको जस्तै अब हेर्नु है अब मैले यहाँनिर के गरिरहेको छु भन्दाखेरि एउटा कुरा यो म क्लियर गर्छु अनि त्यसपछि तपाईँलाई
तपाईँ अस्ति फर्स्ट क्लासमा आउनु भएको थियो अनि त्यसपछि नाम चेन्ज गरेर आउनु भएको हो तपाईँ नाम चेन्ज फर्स्ट हो यो हजुर यो मेरो क्लासै फर्स्ट हो कि ए हो हजुर लास्ट टाइम पनि एउटा क्लासमा एकजनाले सोध्नु भएको थियो कि अनि ठ्याक्कै तपाईँको जस्तै आवाज रहेछ ल ठिक छ केही भएन आज जोइन भयो आज ल हेर्नु है अब यस्तो हुन्छ है अब अहिले मैले म्याक्सिमाइज गर्दाखेरि के गरिरहेको छु भन्दाखेरि यो नर्मल डिस्ट्रिब्युसन लिइरहेको छु अनि यो मैले चाहिँ अब सकेसम्म यो जुन भेरिएन्स छ नि यसको सिग्मा स्क्वायर यसलाई पनि सेम राखिरहेको छु अब हेर्नु है त यहाँ के कुराहरू चेन्ज हुनसक्छ भन्दाखेरि मैले गिभन एउटा डेटामा यो नर्मल डिस्ट्रिब्युसन पनि सुरुमा अब योवाला भेरिएन्स होइन यस्तो पनि नर्मल डिस्ट्रिब्युसनै हो अनि यस्तो पनि नर्मल डिस्ट्रिब्युसनै हो नि होइन भनेपछि मैले सुरुमा के गरिरहेको छु भन्दा एउटा भेरिएन्सलाई कन्सट्यान्ट मानेर एउटै खाले नर्मल डिस्ट्रिब्युसनलाई यसरी 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 साइड लाएर कुनले म्याक्सिमाइज गर्छ भनिरहेको छु बुझ्नुभयो कि बुझ्नु भएन हामीसँग भेरिएबिलिटीको कुरा भनेको एउटा मिन हुनसक्यो एउटा भेरिएन्स पनि हुनसक्यो त्यसको यो पनि छँदैछ भनेपछि हामीले चाहिँ कुन यस्तो कम्बिनेसन भेट्नु पर्यो होइन भनेको यो सेपको नर्मल डिस्ट्रिब्युसनले म्याक्सिमाइज गर्छ कि अब यो पोइन्टलाई हेऱ्यो भने जस्तै क्लियर गरौँ पहिला ल हामीसँग यो डेटा छ भने अब ल मिनबाट आएर त ल यहाँनिर योवाला नर्मल डिस्ट्रिब्युसनले म्याक्सिमाइज गर्छ भनेर निकालियो तर यही मिन भएको त्यो नर्मल डिस्ट्रिब्युसन यस्तोवाला पनि हुन सक्यो अथवा यस्तोवाला पनि हुन सक्यो भनेपछि हामीले भेरिएन्सको टर्म्समा पनि हेर्नुपर्छ अनि हामी यो कम्प्युटरले पत्ता लगाउँछ जस हामीले त्यो यस्तो खाले कुरा पत्ता लगाउँछ सल्भ गरेर पनि पत्ता लगाउनु मिल्छ त्यसले जुन चाहिँ हामीले एउटा यस्तो खाले डिस्ट्रिब्युसन भेट्छ यस्तो खाले भ्यालु भेट्छ म्यु र सिग्माको त्यसले चाहिँ एउटा हामीलाई यो के छ नर्मल डिस्ट्रिब्युसन दिन्छ जुनले चाहिँ हाम्रो स्याम्पल त्यो डिस्ट्रिब्युसनबाट आउने चान्स चाहिँ लाइक्लीहुड चाहिँ एकदमै हाई हुन्छ क्या त्यो हो कि म्याक्सिमम लाइक्लीहुड भनेको र म्याक्सिमम लाइक्लीहुड चाहिँ अब एकचोटि दुईवटा डेटामा हेरौँ है त अब के हुन्छ यस्तो केसमा यो पनि सेम हो अब यो एउटा डेटामा बुझ्यो भने दुईवटा डेटामा पनि बुझ्न थालिन्छ जस्तै अघि मैले एउटा मात्र 50 केजीवाला ल्याएको थिएँ अब चाहिँ म एउटा 50 केजी एउटा 55 केजीवाला लिन्छु है त अब ल हाम्रो फर्स्ट क्वेसन मैले एउटा नर्मल डिस्ट्रिब्युसन बनाइदिएँ अब यो पपुलेसन भ्यालु यो पपुलेसन प्रोसेसबाट चाहिँ हाम्रो डेटा आउने लाइक्लीहुड कति छ ल अघि मैले भनेको फर्मुलामा हेर्नु है त बुझ्नेले चाहिँ यो फर्मुलाबाटै हेर्नुहोस् अनि नबुझ्नेले पनि चाहिँ कन्सेप्ट मात्र बुझ्नुहोस् अहिले अनि पछि क्लियर हुँदै जान्छ हाम्रो फर्मुला के हो भने 1/2 पाई सिग्मा स्क्वायरको रुट अन्डर अनि e को पावर माइनस एक्स माइनस म्यू को होल स्क्वायर बाई 2 सिग्मा स्क्वायर है यो अब फर्मुला रङ भयो नि कन्सेप्ट हेर्नु है त अब हाम्रो फर्स्ट भ्यालु अघि मैले गरेँ भनेको के छ फर्स्ट भ्यालु 50 छ र मैले अहिले अज्युम गरेको पपुलेसन यो पपुलेसनमा पर्छ कि पर्दैन भनेर हेर्न खोजेको पपुलेसनको मिन चाहिँ के छ 45 छ होइन है अब ल फर्स्ट भ्यालु मात्र हेरौँ है त लाइक्लीहुड द्याट आवर भ्यालु के अरे हामीले भेट्ने द पर्सन फ्रम द स्याम्पल हेज वेट 50 kg and given that he comes from population with 45 kg mean and variance of 2 भनेर स्ट्यान्डर्ड डेभिएसन 2 भनेर यसरी गर्यौं भने अब यो फर्मुलामा हामीले सिग्मामा 2 लाउँछौं अनि म्युमा हामीले के अरे 45 राख्छौं यो किनभने पपुलेसनको मिन 45 हो र हाम्रो एक्स भेरिएबल के हो 50 हो भने चाहिँ यसलाई हामीले यसरी लेख्छौं के 2 पाई 2 को स्क्वायरको रुट अन्डर e को पावर माइनस यो x भनेको चाहिँ हाम्रो 50 माइनस 45 बाई 2 इन्टु 2 को स्क्वायर यसको यसरी लेख्छौँ हो अब यसको भ्यालु क्यालकुलेटरमा हान्दाखेरि ल आउला मानौँ 0.09 आउला है त अब त्यस्तै गरी हामीसँग तर यति धेरै त आउँदैन 0.009 आउला ल अनि त्यसपछि नेक्स्ट भ्यालु हाम्रो के हुनु पर्यो भने लाइक्लीहुड द्याट द पर्सन हेज 55 केजी वेट यो भनेको अब यो अर्कोको लागि पनि के निस्किन्छ भन्दाखेरि यो 1/2 पाई 2 को स्क्वायर अनि e को पावर माइनस 55 माइनस 45/2 इन्टु 2 स्क्वायर यो वाला भ्यालु निस्किन्छ हो हैन भनेपछि यो चाहिँ यसको लागि आउने फर्मुलावाला भयो यो चाहिँ यसको लागि आउने फर्मुला भयो हैन अब यो दुईटा भनेको एउटा मान्छेको वेट अर्को मान्छेसँग वेट भनेको के हुन्छ इन्डिपेन्डेन्ट हुन्छ भनेपछि हामीले यो दुईटा भ्यालु आयो हाम्रो र हाम्रो पपुलेसनको डिस्ट्रिब्युसन यो छ भन्ने लाइक्लीहुड चाहिँ के हुन्छ भन्दाखेरि यो फर्स्टको भ्यालु जति आयो अनि इन्टु भनेको जस्तै 0.09 इन्टु 0.06 आयो भने यो भ्यालु भयो के 0.0054 054 भयो अझ 0054 हुन्छ हेर ल जस यो हाम्रो भ्यालु चाहिँ के हो भन्दाखेरि यसको लाइक्लीहुड भयो
अघि एउटा डेटा हुँदाखेरि पनि निकालियो, अब दुईटा डेटा हुँदा पनि निकालियो। अब त्यसपछि हामीले यो केसमा चाहिँ के गर्ने भन्दाखेरि अघि हामीले जे गर्यौँ त्यही गर्ने। अब के गर्ने, यसलाई यो डिस्ट्रिब्युसनलाई फेरि यतापट्टि सारौँ है त। अब अलिकति भ्यालु के हुन्छ, अब यसको लागि 50 को लागि छुट्टै भ्यालु आउँछ, यसको लागि छुट्टै भ्यालु आउँछ, यो दुईटालाई हामीले मल्टिप्लाई गर्छौँ अर्कै भ्यालु आउँछ। जेसुकै आओस् तर फर्स्टको केस भन्दा अलिकति लाइक्लिहुड बढ्छ। त्यसपछि के हुन्छ, ल फेरि यसलाई म यता सार्छु केही भ्यालु आउँछ, अनि फेरि म यसलाई यता सार्छु केही भ्यालु आउँछ। ल सायद यो पोइन्टमा चाहिँ हाम्रो लाइक्लिहुड सबभन्दा म्याक्सिमम आउँछ। त्यसपछि फेरि यसलाई उता सार्छु, अब घट्न थाल्छ लाइक्लिहुड। यस्तो गर्दाखेरि भनेको हामीले चाहिँ अब एउटा यस्तो भ्यालु निकाल्छौँ जसले चाहिँ हाम्रो लाइक्लिहुडलाई चाहिँ म्याक्सिमाइज गर्छ, र त्यसलाई नै हामी के भन्छौँ, म्याक्सिमम लाइक्लिहुड एस्टिमेसन भन्छौँ। र यसको आदि पार्ट अब कसरी गर्ने भन्ने पार्ट चाहिँ भोलिलाई छोडौँ। र यतिसम्म चाहिँ बुझ्नुभयो कि बुझ्नु भएन, कन्सेप्ट चाहिँ बुझ्नुभयो कि बुझ्नु भएन, म्याक्सिमम लाइक्लिहुडले के गर्छ अनि ओएलएसले के गर्छ भनेर बुझ्नुभयो सबैजनाले? के क्वेसन आछ? रानी म्याम बुझ्नुभयो? ल एकजनाले उहाँ सरले बुझ्नुभयो, थ्याङ्क यू सर। ल बुझ्नुभयो? अब यो कन्सेप्ट बुझ्नुभयो भने चाहिँ अब भोलिबाट हल्का कन्सेप्ट बुझ्यो भने चाहिँ के भइरहेछ भनेर थाहा भयो भने अब पढ्न पनि सजिलो हुन्छ। अब कति आइडेन्टिटीहरू गाह्रो होला, यादै गर्नु पर्ला, तर कन्सेप्ट बुझ्यो भने चाहिँ सजिलो हुन्छ है।